पुरानो गडेरीमा चाहिँ यो कोदोको बिउ छर्नको लागि ब्याट तयार यो गर्नको लागि घडेरी हो घुस्यानहरू पुरानो घडेरीमा चाहिँ जतन गरेर कोदोको ब्याड राख्नको लागि चाहिँ पोलपाल छरेर त्यसको टक्क कति भने गर्दैछौँ। आज 5 दिन अब 6 दिनको भरे दिन भरे चाहिँ बाल्नु पर्ला यो बिउ भएको छ है। कस्तो हुँदो रहेछ यहाँ कोदोको बिउ पछि कोदोको बिउ सबैले हेरिदिनु होला। हुर्केपछि देखाउने छौँ है। कोदो रोप्ने बेला आउनु होला। कोदो रोप्ने बेलामा निम्तो गर्छु। कोदो रोप्ने बेलामा आउनु होला। अनि यो भिडियोलाई सबै लाइक सेयर कमेन्ट पनि गरिदिनु होला है। हस् नमस्ते। गाउँले जीवन @ गाउँले जीवन भन्ने छ होला मेरो युट्युब च्यानल। हस् त अहिले राखेँ ल भाइ। कोदोको बिउ है गाइजी हो। आज 5 दिनमा यतिको हुँदो रहेछ यो कोदोको बिउ। यो 5 दिन भयो छरेको यो टक्क 5 दिन भयो। 5 दिनमा झन् हाफ इन्च जस्तो कुरा आइसक्यो।